सम्पूर्णमा नमस्ते। मेरो नाम दुर्गा थापा र म कञ्चन 5 पिपरी चापाबाट र अहिले फेरि म यहाँ बाजेबोजेको घरबाट चाहिँ मैले फेरि भिडियो लिएर हजुरहरु सामु उपस्थित भइसकेको छु। मैले चाहिँ आजको भिडियो के रहेको छ भन्दाखेरि जुन काम बाजेबोजेको लागि हामीले गर्न सफल भयो त्यो कामको लागि मैले विशेष धन्यवाद दिनुपर्ने हुन्छ। जति जनाले मलाई साथ सहयोग गर्नुभएको थियो सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। र यो भिडियो चाहिँ बाजेबोजेको लागि मैले खाने पानी जोड्न सफल भएको छु, जसमा मलाई साथ दिनुभएको थियो, सहयोग गर्नुभएको थियो हाम्रो रुद्र गरगरे खानेपानीको उपाध्यक्ष हाम्रो मदन पौडेल सरलाई म विशेष धन्यवाद दिन चाहन्छु। किनकि स्टार्टिङमा उहाँको पहलमा नै मैले चाहिँ यो बाजेबोजेको लागि खानेपानी जोड्नको लागि अघि बढेको हो र उहाँले कुरा राखिदिनु भयो। अनि त्यस लगत्तै अनि हाम्रो भैँसाई पिपरी चापा खानेपानीको सम्पूर्ण टिम मेम्बर्सहरुसँग म भेट्ने अवसर मिल्यो उहाँहरुको मिटिङको बेलामा। अनि त्यहाँ कुरा राखिसकेपछि उहाँहरुले मेरो कुरालाई मध्यनजर गर्दै हैन अघि बढाइदिनु भयो सबैजनाले हैन। विशेष धन्यवाद दिन चाहन्छु हाम्रो यो भैँसाई पिपरी चापा खानेपानीको टिम मेम्बर्सलाई, हाम्रो त्यहाँको अध्यक्ष उपाध्यक्ष सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। सचिव रुमबहादुर पुलामी सदस्यमा हुनुहुन्छ हाम्रो नुमबहादुर थापा अंकलले पनि मलाई एकदम धेरै सपोर्ट गर्नुभएको थियो यो कार्यमा चाहिँ। अनि हाम्रो सदस्यमा एम कुमारी पुन उहाँले पनि मलाई सहयोग गर्नुभएको थियो। त्यसै गरी जुन मैले बाजेबोजेको लागि खानेपानी जोड्नको लागि धेरै खोजिरहेको थिएँ हैन, अब कुन तरिकाबाट कुन माध्यमबाट गर्ने भन्नेमा म कन्फ्युज भएको थिएँ। बाजेबोजेको लागि सहयोग गर्न त अब धेरै जनाले के सहयोग गर्ने केमा गर्ने भनेर भनिराख्नु भएको थियो नि त। अनि मैले चाहिँ बाजेबोजेहरुको लागि खासमा के आवश्यक छ त हैन त्यो चीजहरुमा सहयोग गर्दिनु न त भनेर मैले त्यसरी चाहिँ उहाँहरुलाई भन्ने गर्थे। अनि मैले चाहिँ यो खानेपानी जोड्ने भन्ने कुराहरु उहाँहरुसँग राखिराखेको थिएँ। अनि त्यस लगत्तै अनि हाम्रो मदन सरले भन्नुभयो कि किन पैसा खर्च गर्नुहुन्छ हैन, अब जस्तै अब गाउँपालिकादेखि अनि खानेपानीबाट पनि अब यस्तो दिन दुखी असहायहरुको लागि सुविधा छ त्यमा बुझेर हैन अब उहाँहरुले सुविधा दिनुहुन्छ भने त्यहाँबाट सुविधा लिदा हुन्छ भन्ने कुराहरु गरिसकेपछि चाहिँ मैले अनि हाम्रो यो भैँसाई पिपरी चापा खानेपानीमा मैले निवेदन दिए हैन। अनि त्यो निवेदन अनि हाम्रो भैँसाई पिपरी चापा खानेपानीको टिम मेम्बर्सहरुले हैन अब त्यो प्रति भनौं न अब उहाँहरुले हैन हामीले पनि गर्दिनु पर्छ भनेर चाहिँ लाग्नु भयो हैन। उहाँहरुले पनि जुन त्यो निवेदनलाई स्वीकारेर हैन जुन उहाँहरु पनि आफूहरु अब कुन कुरामा हामीले सहयोग दिन सक्छौं त भनेर त्यसरी लाग्नु भयो हैन। अनि लाग्नु भयो र नै त अनि मैले आज सफल भए बाजेबोजेको लागि पानी जोड्नको लागि। अनि यो निवेदन दिएपछि अनि मैले वहाँ खानेपानीमा फर्महरु अनि चिठीहरु पनि मैले सम्पूर्ण कागजहरु अब के कस्तो लाग्छ मैले सम्पूर्ण कागजहरु बुझाएको थिए। अनि हाम्रो बाजेबोजेको लागि पानी जोड्नलाई हाम्रो अनु इलेक्ट्रिक पसल हाम्रो टेकबहादुर दाइले सहयोग गर्नुभएको थियो। उहाँले सम्पूर्ण सामानहरु हामीले अनु इलेक्ट्रिक पसल हाम्रो कञ्चन 5 पिपरी चापामा अवस्थित छ। अनि त्यहाँदेखि नै हाम्रो दाइले पानी जोडिदिनु भएको थियो। हाम्रो पानी जोडेको चाहिँ 2081 साल 11 महिना 29 गते बाजेबोजेको लागि पानी जोड्न सफल भयो। अनि त्यही नै साथीहरु जति हैन अब म एक्लैले गर्छु भनेर हुने कुरा त हैन त्यसैले अब सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति मैले विशेष धन्यवाद दिइराखेको छु हैन। हजुरहरुको साथले गर्दा नै मैले बाजेबोजेको लागि जे कामहरु सोचिराखेको छु त्यो कामहरुमा मैले सफलता प्राप्त गर्दै गएको छु हैन। हजुरहरुको सपोर्ट हजुरहरुको साथले गर्दा नै यो सबै सम्भव हुने कुरा हो हैन। अब मलाई विश्वास भन्दा पनि मैले जुन काम गरेको छु त्यो कामलाई तपाईहरुले हजुरहरुले
माया गरिदिनु भएको छ, विश्वास गरेर साथ दिनुभएको छ होइन। आगामी दिनहरूमा पनि त्यसरी नै साथ दिनुहुनेछ भन्ने आशा राखेको छु भन्दै अनि बाजे बोजूहरू अब खुसी हुनुहुन्छ होइन। पानी अब घरमै आइसक्यो होइन। अब घरमै भएपछि त धेरै सजिलो हुन्छ नि त। अब खाना पकाउनेदेखि लिएर यताउता सबै सजिलो हुन्छ। त्यही भएर सम्पूर्णलाई फेरि पनि सहयोगी मन अनि जुन यो खानेपानी जोड्नको लागि जतिजनाले मलाई यस्तो गर उस्तो गर यो गर्नुपर्छ भनेर जुन तरिकाले मलाई सपोर्ट गर्नुभएको थियो, साथ दिनुभएको थियो, उहाँहरूप्रति सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो कोपिला पौडेल म्यामलाई पनि एकदमै धेरै सम्झिन चाहन्छु मैले चाहिँ। अब त्यही नै हो, बाजे बोजूहरू कतिको खुसी हुनुभएको छ भन्ने कुरा चाहिँ तपाईँहरूले भिडियोमा देखि नै हाल्नुहुन्छ होइन। त्यही नै हो, सहयोग माया गरिदिनु होला भन्न चाहन्छु। धारा जोड दिएन, पानी घरमै आयो। अब खुसी लाग्यो कि लाग्न? को जोड्न आएको रे? को जोड्न आएको रे? म थाहा पाएन बाबु। बजारले भन्नु को जोड्न? फार्लेन को भन्नु? दुर्गा म्याडम बिकी अप्सन भन्थे। दुर्गा म्याडम बिकी अप्सन भन्थे। दुर्गा म्याडम बिल्की आउँछन् भन्थे। दुर्गा म्याडम को हो त? दुर्गा म्याडम को? दुर्गा म्याडम को? तपाईँ? म हो, म दुर्गा म्याडम हो। ल पानी खोलेर त यसो मुख धुनु त बाजे, खै हेरौँ त कस्तो देखिनेछ बाजेलाई। ल छिटो धारा खोलेर मुख धुनु दुईटा हातले। ल ल हात धुनु। ल छोड्नु के, यो म समात्दिन्छु। हात धुनु न, हात धुनु न, आस्ते आस्ते गर्नुपर्छ। भयो ल। यहाँ फाइनली हामी चाहिँ यहाँ बाजेको यहाँ घरमा धारा जोड्न सफल भयौँ। घुमानु के को अबु यार? पानी चाहियो नि यहीँ खोल्नु, यहीँ गर्नु है। पानी धारा भयो बुढीलाई सन्च भयो। मेलाई चाहिँ कोटै कराइदिनु हो। बुढीलाई सजिलो भयो, मेरो लागि खै खोल्नु माथि खोल्नु उता उता उता। हात धुनु न। भयो जान्नु भयो अब के अरे? मदानी होइन त्यति हो क्या बजे? हजुर हामीले खानेपानी जोड्दिम न। कस्तो लागिरहेको छ हजुरलाई? ओ सुन्दर सुन्दर राम्रो। हाम्रो यहाँ खानेपानी हाम्रो यहाँ पानी कहिले नि दिएनन्, मैले दिएँ त। किन रोक भनेको बाजे? बाजे गुल्टिन थाल्नु। यहाँ पानी जोड दिनु, यहाँ पानी जोड दिए होइन, मैले पहल गरिदिए जोड दिनु भयो होइन। हाम्रो जुन यहाँ खानेपानी छ नि, खानेपानी के हाम्रो नि यहाँ जुन यहाँ पिब्री चापा यहाँ छ नि खानेपानी, त्यहाँदेखि हामीले हजुरहरूलाई सुविधा दिनुभएको छ खानेपानीको लागि होइन। के भन्नुहुन्छ उहाँहरूलाई? के भन्नुहुन्छ बाजे? के भन्नुहुन्छ? खानेपानी यहाँ आउँछु। किन बुढो बट हुन्छ भनौ
किन रोको र फेरि बाई बाई रोको होइन होला बाई बाई रोको होइन हाँसेको न बाजे हाँसेको बाजे बाई बाई बजै बाई 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 बाजे रक्सी अरे होइन रक्सी होइन मासु बिस्कुटहरू होइन नि ल ल मासु खानु लाग्छ ल ल कहिले आउनुहुन्छ म कहिले भोलि नभए शनिबार आउँछु शनिबार बाजे गोली ला अझ आउनु भएन म भ्याएन क्या आउन अझ आउनु भएन बिस्कुट मासु लिनु ल ल अदुवा पेस्ट झुल ल्याइदिएको छ बजे झुल लगाउनु है औ नानी ल यस्तो गर्दा माया गरेको नि